यहाँको बिदुर मामाले क्यासेट बोकेर आएको हाम्रो क्यासकेट बोकेर आएको अनि चाहिँ त्यो क्यासेट बोकेर हाम्रो तुले भिनाजुले हिँडेको अनि त्यो तुले भिनाजुले क्यासेट बोकेर देखेर चाहिँ हाम्रो दिदी फुपू दिदी पछि लाएर बिहे भएको होइन त किन तपाईँको नि हात रहेछ त अलिअलि मिलाइदिनेमा हात तपाईँको नि होला हात त मेरो भलालाई होइन त हो भनेपछि रमाइलो आफ्नो कहानी भला राम्रो होइन हो तर मेरो फुपू जति राम्रो त होइन तुले राम्रो होइन हाम्रो भला राम्रो होइन फुपू नि राम्रो फुपू राम्रो है राम्री अहिले पनि राम्री हुनुहुन्छ अहिले पनि उनी बढ्छ हाम्रो भिनाजु पनि राम्रो हुनुहुन्छ अहिले भिनाजु पनि राम्रो अहिले भोजा पढाएर तर भएर फुपू अहिले चाहिँ अलिक बिरामी भएको अलिअलि बिरामी हुनुहुन्छ पोहोर सँगै बसेर साइला कोठामा आमाको श्राद्ध बाउको श्राद्ध उसले उहाँ गरेको छ हो उहाँ गर्दाखेरि डाकेर सिरा लिएर आउने गरेको छ हो त्यो दिन हामी उहीँ थियौँ हामी बुढाबुढी नै उहीँ थियौँ भेट भयो भातसँगै खाइयो भात मारियो मलाई फुपूजीले कोसेली लिएर आउनुभएको रहेछ कोसेली राखियो भात मारियो कति कति एकै ठाउँमा बसेर भात खाएर ए भनेपछि अब रमाइलो छ काठमाडौँ कहिले जाने त अब कहिले जाने मरेसी जाने हो कि मरेसी त यहीँ लैहाल्छ नि चौरी खोला हो नजिउना जाने बाजे अब आगो मरे चौरी होला हो कि होइन भन्नु त चौरी खोला हो काठमाडौँ गएर मरियो भने चाहिँ पशुपति हो पशुपति हो यहीँ मरियो भने त चौरी खोला हो कहाँ जुराएको छ यहाँ कस्तो लेखेको राम्रै जुरा छ यो पुग्नु रिफेलबाको के अरे फाइट खेल्ने साथी हुनुहुँदो रहेछ साथी त राम्रै ठाउँमा पुग्नुहुन्छ 91 वर्ष 83 सालको रे 93 सालको रे 90 सालको भुइँचालो देख्नु भएन याद भएन 90 सालको भुइँचालोमा तपाईँ अब जन्मिनु पर्ला भनेर यसो छाटकाट हेर्दै हुनुहुन्थ्यो होला त्यस्तै होला त्यस्तै होला होइन त ठिक छ अनि हाम्रो उहाँ आमैसँग चाहिँ कसरी लभ परेर बिहे गर्नुभयो कि मागेर मागेर लभ गरिदिएन अहिले यस्तो लोभ गर्ने कुरा होइन है बिहे गरेर छोडेर 10 वर्षमा हुनु पर्ने बिहे गरेर कति वर्षमा बिहे गरे 10 वर्षमा बिहे गरेर तपाईँको 10 वर्ष हुनुहुन्थ्यो म 10-12 वर्ष 12 वर्षको उमेरमा बिहे गर्नुभयो बिहे अहिले त यतैमा बिहे गर्ने केटाकेटी त बिहे गरेर 10 वर्ष छोडेर ल्याएको ए बिहे गरेर ती छोड्दा माइतमै उही छोड्छु यत्रो छिचिलो बिहे गरेर अहिले यस्तो भएन अहिले बिहान लाएर बेलुका लान्छ नि खोकीले हाल्न पाउँछन् फेरि तपाईँ हामीले दिएर मान्दैन तपाईँको छोरा मान्छन् मान्छन् कि मान्दैन भन्नु त मान्दैनन् अहिले त अब सानैमा बिहे गर्न मान्दैनन् नि त अहिले त जसो गर्नु बाउ बुढाबुढीले त्यसै गर्नुपर्ने पहिला अहिले त्यसै सानैमा बिहे गरौँ यहाँ गरौँ त्यहाँ गरौँ भनेर हाम्रा चेलीबेटी बडा चित्त दुख्थ्यो होला है बा बिहे गरौँ अनि 10 वर्षसम्म आफ्नो श्रीमती छोडेर वहीँ छोडिदिनु पर्ने उहीँ छोडिदिनु पर्ने त्यो गजिलो हो त होइन नियम त अहिले पो आयो अहिले चाहिँ अहिले ल्याउने बित्तिकै खोकिला हाल्न पाइयो अहिले नियम त स्वर्ग स्वर्ग फेरि रात भयो हाम्रो बिदुर मामाको चाहिँ सँगै लिएर आउनु भयो होला नि त त्यो त सँगै 30 वर्ष गरे कि बढी के नल्याउनु सँगै ठिक छ रमाइलो छ ल भनेपछि यो डाँडो त पुरै घुम्नु भयो होला माथि चढ्नु भयो होला रामेछाप यो बाटो रामेछाप यो बाटो सिधै ठाडो उकालो उक्लिनु त सकिँदैन है यो माथि टुप्पा जानु सकिँदैन यो यसको टुप्पा कि होइन बाटो छ नि गाडी हिँडेको अहिले पो गाडी हिँड्नु पहिला पहिला अहिले त जान्थ्यौँ हिँडेर हिँडेर यही बोली निस्किनु पर्ने ठाडै बोली निस्किनु पर्ने अहिले त स्वर्ग छ सबै थोक अहिले त हामी जन्मिनु चाँडो भयो त मौजा जन्मिए पछि जन्मिनु पाए हामी त के गरिदियौँ होला
यतिखेरतिर जन्मिनु पर्ने बा यतिखेर मलाई नि आजभोलि चाहिँ यस्तै लाग्छ अब चाहिँ यतिखेरतिर जन्मिनु पाए भयो आनन्दले सुती खानु पाइन्छ पाइन्थ्यो होइन कति दुःख गरियो कत्रो भुक्तान गरियो के गरियो कस्तो दुःख पाइयो घर नभएर दुनियाँ घरमा आएर बसियो अब आफ्नो हुर्काएर आयो घर बनाइयो अब छोड्ने बेला अहिले त पैसा सस्तो पैसा सस्तो खोलो बगे जस्तो हो पैसा अब हामीलाई त अब खोलो कसरी हुनु भएको हामीलाई सरकारले दिएर त हामीलाई नि खोलै हो हामीले नि पैसा देख्न पाउँदैनथ्यौँ अब त्यो 3 महिनामा 12,000 24,000 त देख्न पाइयो कि हो कसले दिने बनाएको छ यो पैसा यो पैसा त अघि नै आज होइन यो अघि नै दिएको एमाले दियो एमाले दियो है एमाले केपी ओलीले दियो होला आज जन्माउने चाहिँ भत्त जन्माउने चाहिँ एमाले हो भनेपछि केपी ओलीको त्यति उ चाहिँ रहेछ राम्रो काम होइन त बुढाबुढीलाई अब काम गर्न सकिँदैन सरकारले जान्न चाहिँ जाने सरकारले जान्न चाहिँ जाने यस्ता तपाईँले जाहिर चाहिँ खानु भयो कि खानु भएन के को जाहिर खानु पढेको थियो स्कुल थियो र जाहिर खानु अनि हाम्रो रिफेल बाले जस्तो जाहिर पाइएन अरूलाई कहाँ पाउनु उनले चाहिँ कहाँबाट पाएछन् चाहिँ काठमाडौँमा गएर रिफेलको जाहिर खाए सबै जाहिर खान जाने हुतिकारका पढेको थियो र जानु ए हाम्रो हजुरबा चाहिँ पढ्या भएर के त नपढेर जाहिर खान पाइन्छ दिनुहुन्छ अहिले मलाई तपाईँले ठिक हो कि होइन भन्नु त जे गरे नपढिकन केही जाहिर खान पाइँदैन अब यहाँ अहिले पैसै पढ्नेलाई पैसै छ नपढ्नेलाई छ त छैन कसरी चल्नु भन्नु त छैन नपढ्नेलाई त पैसै छैन उही गाउँमा आएर हलो जोत्नुपर्छ बा हो त्यही हो नपढ्नेलाई त्यही भएर अब पढाइको चाहिँ त्यति महत्त्व तपाईँहरूले त बुझ्नुभयो तर अहिलेका भुराहरूले बुझ्दैनन् तर मैले बुझिकन तपाईँहरूलाई नि पढ छोरा भनेर तपाईँको बुवा आमाले भन्नु भएन स्कुलै छैन कोही मुलुकमा यत्रो पढ भन्नु छ्या स्कुल घरै पछि भइदिए भए हामी चाहिँ पढ्दैन थियौँ नि अनि रिफेल बाले चाहिँ कहाँ गएर पढ्नु भयो कहाँ गएर पढ्यो त्यसै गरी पढ्नु पर्दैन पछि लाएर पछि ऊ अलि ऊ बजार काठमाडौँतिर गए उतै जाहिर खाइहाल्यो रिफेलमा जाहिर खाइहाल्यो अब हाम्रो बिजुरले पनि त 4 पढेर गएको उहीँ गएर जाहिर खाएर पिल्सिम पकाएन त ती अहिले काठमाडौँमा कतिवटा घर छ ल अहिले उसले पिल्सिम खान्छ दि पिल्सिम पढ्या भएर 4 कक्षा पढ्या भएर पिल्सिम खायो लु त गाह्रो अब अहिले 12-15 पढ्यो नि पाइन्छ त पाइँदैन जाहिर पाइन्छ जो बाठो टाठो त्यसले मात्रै खाने हो त्यसले मात्रै खान्छ नपढ्यो भने ऊ पटुङेर नि खाइदिन्छ हो नपढ्या बात मारेर नि खाइदिन्छ अलिकति त बात पनि हिक्माथि पनि झुक्नुपर्छ खानलाई हो लाटाले खाने समय छैन बाटाले खाने समय छ अब यो किन अब यी मन्दिर बनाउने मान्छे यी हेर सानो ठुलो मन्दिर सब साना मन्दिर पनि छन् सबैका हामीले देखाए पनि छन् त्यो केउरिनीमा बाटैमा छ एउटा मन्दिर कति राम्रो छ बोकेर हिँड्नु हुने त्यहीँ टोइलेट पनि छ मलाई यो सबै म हिँडेको छैन र यो तल्लो बाटो हिँडिरहेछु यो रामसेक बाटो यो बाटो हिँडिरहेछु यो टोकरपुरबाट जाने बाटो हिँडिरहेछु यो सबै हिँडेको छ अहिले पो गाडी आयो त होइन भने अहिले मान्छेले त दुःख भन्छन् घरैमा घट्टा घरैमा मेल ल भारी बोक्नु नपर्ने घट्टा अब अहिले आफ्नो घरैमा घट्टा हाले भयो हालिया खाइरहने सबैले हाम्रो चाहिँ हालेको छैन चाहिने छैन सबै छोराहरू उतै नातिहरू उतै जम्मा दुईवटा छ नि त्यसो हुनाले अब पढ्नु भन्नुहुन्छ भनेदेखि आउँदाखेरि बुढीले कान्छा छोराका 2टा छोरा एउटी छोरी 3टा बाबा र मैले यहीँ पढाएर यहीँ पास गरेर काठमाडौँ गएँ यहीँ नै पढाएर बाबा र पढाएर आउँदाखेरि गएँ भत्ताले खोल्यो हाम्रो सम्पत्ति त है बालाई अब 90-91 वर्ष हुनुभयो
तपाईँले अब यो अहिलेसम्मको समयमा यो एउटा काम चाहिँ मैले नगरेर गतिलो भएन क्यारे भने जस्तो के लाग्छ? मलाई गतिलो अब यहाँ सब के गर्न पाए हुन्थ्यो? के मन इच्छा छ तपाईँलाई अब? मलाई अब के पनि इच्छा छैन। मेरा नाति नातिना राम्रो हुन्, सप्रे हुन्, मैले पढाएर हुर्काइदिएँ। मेरो धर्म त्यति। अब मैले अर्थो गरेर मलाई धर्म हुन्छ उसले भन्नुहुन्छ। छैन अब केही इच्छा छैन जो छैन। अब मेरो धर्म भए पनि पाप भए नि मेरा नाति र नातिना पढाइदिएर कलमका टुँडाले धेर सम्पत्ति नकमाए नि कलमका टुँडाले गीत भन्थ्यो अघि। बाबुले पढाइदिए, बाबुआमाले पढाइदिए गए हामी खान्थ्यौँ कलमका टुँडाले भनेर त गीत गाउँथ्यो। गीत पनि गाउनुहुन्छ कि अहिले? गीत गाउँ तपाईँलाई गीत गाउन आउँछ अरे त राम्रो। एउटा गीत गाउनु पर्यो अब ल। त्यही हो नि, हाम्रो बाबुआमाले पढाइदिए गए खान्थ्यौँ हामी कलमका टुँडाले भन्थे पढाइदिए छोरीहरू। ल ठिक छ, ल रमाइलो लाग्यो भन्नु त। तपाईँसँग कुरा गर्न पाइयो यसरी गफ गर्ने? मैले अब तिनटी छोरी अब पछि स्कुल निस्क्यो, सम्पत्ति भएन। सम्पत्ति नभए पनि तिनटी छोरी 5 पढाइ। कुरा सुनिरहनु। एउटा कान्छो छोरो 10 पास गराएँ। मेरो धर्म कुराको सुनिरहनु। अब मेरा छोरीहरू जम्मै नपढाएकी मेरो जेठी छोरी छ। जेठी छोरी त यी माखला र द्यारे छ कि कहाँ होइन? यी केदारे कि केदारे यी घर तल घर मतानै छन् त्यहाँ। गोविन्द सरको घर मतानै छन्। ऊ गोविन्द सरको गोविन्दजीको बुवा के होइन? हो होइन, केदारे भन्छ नि। केदार भने गोविन्दको जिग्रीको बाबु? गोविन्दको बुवा होइन? हो यो आउने गोविन्द तपाईँको नाति होइन त? नाति हो। नातिको आफ्नै बाउ? आफ्नै नाति। अरूको नि होइन फेरि आफ्नै। बडा राम्रो मान्छेलाई दिनुभएछ त छोरी पनि। राम्रो नपढाएको मैले हेर्नुहोस् त्यति होला। जेठी छोरीलाई मात्र? त्यो चाहिँ नपढाएको, कहीँ स्कुल थिएन। नभएर पछि अरू चाहिँ स्कुल खुले। 5देखि मेरो पढाउने मेरो सम्पत्ति भएन। कान्छो चाहिँ 10 पढाइ, स्कुल खुल्यो 10 पढाइ। बाले चाहिँ कति पढ्नु अरे? मैले यही सुकै पढाएन। अब स्कुलै होइन अघि मैले नपढे अरे। स्कुल नभएर नपढे। स्कुल भए बाबुहरू पढाउँदैन थियो। तपाईँ यहीँ जन्मिनु भयो है? अब अहिले म टोरो आमाको दुध मुहा नलागेको मान्छे। सानैबाट आमा मरेको दुध मुहा नलाग्यो भने सिसकेन। मेरो नि बाउ बित्दाखेरि 2 वर्ष 3 वर्ष त थिएँ म। ठुलकान्छोको छोरो रिफेलको। 3 वर्षको त थिएँ म बाउ बित्दा। तपाईँको आमा सानैमा? मेरो सानैमा दुध मुहा नलाग्यो भने त सकिहाल्यो नि। पाउँदै बितेर अर्कैले पालेर अर्कैको दुध खुवाएर अर्कैले हुर्काएको। तपाईँलाई? मलाई हुर्काएको कसले फेरि जियामै हेर्ने। रियामै भने? जियामै हेर्ने। जियामै भने? राधा कृष्ण कि बुढीले? राधा कृष्ण भने अहिले राधा कृष्ण के भगवान् त्यो सम्बन्ध हामीलाई थाहा छ। मलाई हेर्नु न, उनीले पढाएको, उनीले बचाएको, उनीले हुर्काएको। यो टोरो नाति भन्ने के खान्छ, कस्तो खान्छ, कतिखेर खान्छ, इलामै म नाति हुर्काउने काम गरेँ जियामै। भनेपछि दुखमा हुर्केर अब अलिअलि दुःख हो त। अहिले त सुख छ? अहिले त स्वर्ग छ। अहिले स्वर्ग छ। यी ढलान आँगन पनि ढलान गरेको छ, बाटो यी कहाँ तपाईँले भने दुनियाँ घरको मागेर बसेँ। सुनिरहनु, म भैँसी कहाँ हुन्, मान्छे कहाँ हो। अब अहिले आँगनलाई भैँसीलाई घाँस हालेको छ, ऊ आँगन प्लास्टर गरिएको छ, घर अब हाम्रो पाहाडको दरबारै पारिदिएको छ। दरबारै होइन त हाम्रो यो हो। दुःख पछि सुख हुन्छ। सुख। अब यति काठ कसैले हालेको छ नि त हेर्नु छैन। यो काठ के करम र फडे। धेरै राम्रो छ। अब यो खेत थिएन, यो किनेको दाइसित। यी सतामा
30 मिनट जानुहुन्छ यहाँ यही कारण अहिले पनि अहिले पनि 30 मिनट जानु अहिले त अब अल्छी भयो सबै फेरि अहिले कसरी 30 मिनट भयो भने क्या हजुर अहिले विकासे जाने विकास दा अर्को धान 2 मुरी आउँदा यो त सत्तै 10 मुरी लखा भात जति खायो नि भयो जति खाए पनि सकिन्छ त तर छोरीले त खानु लोभ चाहिँ लाग्छ। अलि नहुने खानु चाहिँ अलि नहुने यो मकै छ नि बा यो अलिक बाक्लो भएन र यो कि यस्तै हो यस्तै हो यस्तै हो मलाई धेरै बाक्लो एक एक हातमा रोप्छ नि एक एक बिता एक एक हातमा अब एकै हात छ नि तपाईँको एक एक हात छ देखिया यस्तो हो ठिक हो विकासेलाई अलि टाढा टाढा रोप्ने हो अर्को त्यो लोकललाई फेरि यसो तपाईँको यो विकासे चाहिँ बाक्लो पर्छ ए मल पुगेको ठाउँमा अर्को अर्को यति पार्नुपर्छ हेर्नुहोस् यो पर्दैन हेर्दा नि यो विकासे त जस्तै छ पात यो विकासेले त तपाईँको